नेपाललाई ट्रान्जिट बनाएर हुने तस्करीको सूचीमा अब नयाँ अर्को वस्तुको नाम पनि थपिएको छ। पहिले सुपारी, केराउ, मरिच र छोकडा चर्चामा थिए। अहिले भने खरबुजा र तरबुजाको बिउ अर्थात् मगज करोडौँ रुपियाँको कारोबारसँग जोडिएको छ। झापाको भद्रपुरमा प्रहरीले एकैपटक 948 बोरा अर्थात् 37,920 किलो मगज बरामद गरेको छ, जसको अनुमानित मूल्य 3 करोड रुपियाँभन्दा बढीको छ। प्रश्न उठेको छ, नेपालमा वर्षभरि जम्मा 9 मेट्रिक टन मात्र खपत हुने वस्तु 10 महिनामै 17,347 टन कसरी आयात भयो? आखिर यो मगज कसका लागि आएको थियो? यसको अन्तिम गन्तव्य नेपाल थियो कि भारत? आज हामी तथ्यमा आधार रहेर रहस्यमय कारोबारको पाटो केलाउँदैछौँ। नेपालमा किन आयो यति धेरै मगज? 28 असारमा झापाको भद्रपुर नगरपालिका 3 स्थित एउटा घरमा प्रहरीले छापा मार्यो। त्यहाँबाट 948 बोरा मगज फेला पर्यो। प्रहरीका अनुसार काठमाडौँ स्थित पशुपति एक्जिट प्रणाली र कुबेर एक्जिट प्रणालीले वीरगन्जबाट भद्रपुर स्थित माँ दुर्गा अर्डर सप्लायर्सका नाममा यो सामान पठाएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको सङ्केत के गर्छ भने सीमासम्म सामान पुर्याउँदा अनुकूल समय मिलाएर भारततर्फ लैजाने तयारी भएको हुन सक्थ्यो। यद्यपि यसको अन्तिम निष्कर्ष अनुसन्धानपछि मात्र प्रष्ट हुनेछ। भारतमा प्रतिबन्ध, नेपालमा आयात। अब सबैभन्दा रोचक तथ्य, भारत सरकारले सन् 2023 देखि मगजको आयातमा कडा प्रतिबन्ध लगाएको छ। कारण आफ्ना किसान र स्वदेशी उत्पादनको संरक्षणका लागि भारतले त्यो नीति लिएको हो। प्रतिबन्धपछि भारतीय बजारमा मगजको मूल्य आकाशियो। अहिले उत्तर प्रदेश र बिहारका केही बजारमा यसको मूल्य प्रति केजी 1,200 रुपियाँदेखि 2,000 रुपियाँसम्म पुगेको बताइन्छ। यता नेपालमा भने यसको आयात अस्वाभाविक रूपमा बढ्यो। सरकारी तथ्याङ्क भन्छ नेपालमा वार्षिक खपत करिब 9 मेट्रिक टन, तर चालु आर्थिक वर्षको 10 महिनामै आयात 17,347 टन। गत वर्षभन्दा करिब 13.5 गुणा बढिरहेको छ। 2 वर्षको तुलनामा 34.5% बढी छ। प्रश्न फेरि उही हो, नेपालले यति धेरै मगज कहाँ प्रयोग गर्छ? अनुसन्धानको अर्को रोचक पक्ष पनि देखिएको छ। भन्सारका अधिकारीहरूका अनुसार केही व्यापारीले मगजलाई खाद्य वस्तु नभनी कृषि बिउ भनेर घोषणा गर्ने गरेका छन्। किन त्यसो गरिरहेका छन् त उनीहरूले? किनभने कृषि बालीका रूपमा आयात गर्दा करिब 1% मात्र भन्सार तिर्नुपर्ने हुन्छ, तर खाद्य वस्तुका रूपमा ल्याउँदा 24.30% कर लाग्ने गर्दछ। यसरी वर्गीकरण फरक पर्दा राज्यले ठूलो राजस्व गुमाउने जोखिम हुन्छ। यदि यस्ता घटना प्रमाणित भयो भने यो केवल तस्करीको विषय मात्र होइन, राजस्व छलीको विषय समेत बन्न सक्छ। यो घटनापछि केही गम्भीर प्रश्नहरू पनि उठेका छन्। नेपालमा आवश्यकता भन्दा हजारौं गुणा बढी मगज कसको मागका लागि आयो? आयात गर्ने कम्पनी र गोदामसम्म पुग्ने नेटवर्क कति ठूलो छ? सीमामा पुगिसकेपछि सामान कहाँ जाने थियो? यो केवल एउटा खेप हो कि अझै ठूलो सञ्जालको सङ्केत? यी प्रश्नहरूको जवाब अनुसन्धानले दिनेछ। अहिले प्रहरी र भन्सार दुवैले घटनाको बारे थप अनुसन्धान गरिरहेका छन्। सुपारी, केराउ, मरिच र छोगडापछि अब मगज पनि तस्करीसँग जोडिएको आशंकाले नेपाल भारत सिमानाको निगरानी र भन्सार प्रणालीमाथि नयाँ प्रश्न खडा गरेको छ। अब सुरक्षा निकायहरूको ध्यान पनि मगजलाई बढी निगरानीमा राखेर हेर्नुपर्ने अवस्था यसले निम्ति आएको छ।